नुडल्स किन्न गयो भने चाहिँ अरू ठाउँतिर आँखा नगए पनि चौचौमा चाहिँ आँखा जान्छ कि। अनि मैले चाहिँ स्पाइसी चौचौ लिएर एक प्याकेट पानी बसालिसकेपछि दिउँसो चाहिँ मैले पापड फुलाएको थियो कि फ्राई प्यानमा। तेल चाहिँ त्यहाँनिर त्यत्तिकै थियो कि अनि मलाई फाल्नलाई माया लाग्यो कि अनि त्यसैमा अम्लेट बनाउँछु भनेर थिएँ। अनि म चाहिँ चौचौ चाहिँ पानी नउम्लिनुभन्दा अगाडि नै लगाउँछु कि अनि पानी उम्लिँदाखेरि चाहिँ चौचौ रेडी हुन्छ। चौचौ लगाइदिने। चौचौको साथी चाहिँ मैले चाहिँ साग लिएर आएको छु। साग पनि लास्ट परेको रहेछ मेरो पहिलो रहेछ। अनि पहिला सागलाई चाहिँ फालेर चाहिँ राम्रो त्यति चाहिँ निकालेँ अनि मजाले एक एकवटा गर्छु। धुई माटोहरू हुन्छ नि त। अनि धुइसकेपछि चौचौमा लगाइदिने। चौचौ र अनि साग चाहिँ उम्लिन थाल्छ। म चाहिँ धेरै पकाउँदिनँ, फेरि साग पनि काँचै मनपर्छ कि। पानी चाहिँ मजाले उम्लिसकेको थियो, लगभग चौचौ पाकिसकेको थियो। सबैभन्दा पहिला निकालेर साइड लगाइदिएँ। फ्राई पनि बसालिदिएँ अनि तेल तातो भइसकेपछि मैले बनाउनलाई लगाइदिएँ होइन। अम्लेटमा चाहिँ फेरि मलाई प्याज र खुर्सानी लगाएको मनपर्छ कि। अनि पाक्दै गर्दाखेरि चाहिँ मैले प्लेट लिएँ अनि चौचौ लगाइदिइसकेपछि चाहिँ यसपालि चाहिँ मैले चौचौलाई फ्राई गरिनँ, अरू बेला चाहिँ मैले फ्राई गर्दै गर्दाखेरि चाहिँ त्यति साह्रो पिरो चाहिँ हुँदैन होइन। अनि आज चाहिँ मलाई कस्तो पिरो खानु मन लाग्छ, त्यही भएर चौचौको सस लगाइदिएँ अनि मजाले मिक्स गरेँ। मिक्स गरिसकेपछि चाहिँ अम्लेट पनि पाकेर रेडी भयो। अनि प्लेटमा लगाइदिएँ अम्लेट पनि। लास्टमा आएको मसला लगाइदिएँ, मजाले मिक्स गरिसकेपछि स्पाइसी अनि पिरो चौचौ पनि रेडी भयो। चौचौसँग सलाडहरू के पनि लिएन, बस अम्लेट मात्र लिएँ अनि पिरो चौचौले चाहिँ मजाले इन्जोय